हिँड्यौँ घरबाट विमलनगर अदाको गाडीमा। मलेखु स्टप मलेखु बजारमा झिङ्गे माछा। भ्लग गर्नु पऱ्यो नि उहाँ घर गएको। झिङ्गे माछा मलेखुको खाऊ न त्यहाँ खाएर ल झिङ्गे माछा खाए है खादिनँ नि परिवार मिलेर घुम्ने वातावरण मिलेर होस् सबै सुस्वास्थ्य होस्। ठुलो झिङ्गे माछा आब्याको मुख जत्रो छ। होइन 8 बजीतिर हिँडेको 2 बजीतिर आइपुग्यो मामा घर। ल मस्त घाम लागेको छ। सबजना बसिरहनु भएको छ यहाँ। यतिकै देखाएको ल यहाँ चाहिँ बबाल हिमाल देखिरहेछ। तल मर्स्याङदी खोला। लाखौं कमाई जाऊ होला तिमी काको म काको काको भाइ टिका लाउनलाई भेट भएको कत्रो बढ्यो।
रन रन त्यो झाडीको बाटोमा अब हामी एभोकाडो टिप्दैछौँ। त्यो माथि फलिरहेछ, त्यो रुखमा छ। यहाँ चाहिँ एभोकाडोको बारी छ हाम्रो अजाको मामा घर। अब एभोकाडो टिपेर खानुपर्छ गुआकामोली। ल एभोकाडो झऱ्यो रुखमा। ल हामी यहाँ जम्मा गरेर राखेका छौँ एभोकाडो अन्डा जस्तो छ है। रमेश कार्कीले झार्दैछ माथिबाट। ल अर्को नि झऱ्यो। पाक्न लाग्छ है, कालो भइसक्यो। अब 1-2 दिन राख्यो नि यो पाक्छ। ल आज हामीले एभोकाडो चाहिँ यहाँको टिपिसकेका छौँ। कृषिको ज्ञान एकीकृत फर्म हाम्रो अजाको बारी, यहाँ विमलनगर बन्दीपुरमा। रुखबाट झारेर अब यो एकदम मजाको छ एभोकाडो, ठुल्ठुलो। अब यसलाई पकाउने अनि मजाले खाने। अमिलो पनि टिप्दैछौँ अजाको बारीबाट। यो मिठो हुन्छ। एकछिन अमिलो निब्बा फलिरहेको छ मजाले। टिपिरहेछु मजाको। भण्डारा आज हामी कता जाँदैछौँ? हामी भाइ जङ्गल भण्डारा। हजुर युट्युब च्यानलमा जान्छ। बाइस जागर भन्ने गाउँ आइसकेका छौँ। आज चाहिँ यो चाहिँ उता अब मनाङ जाने बाटो हो होइन। अहिले धेरैजना ट्रेकिङ गएर हुन्छन् या त मोटो राइडमै ट्रेकिङ गएर उता मनाङ पुगिरहेको हुन्छन्। यो चाहिँ त्यहाँ जाने बाटो 22 जागर है। यहाँ अब पहिला उता बन्डाडातिर पहिला बाबाको बुढो मावली घर। अब हामी त्यहाँ घुम्न जाँदैछौँ हेर्दै। भगटे साधेको पालुङटार एयरपोर्ट है। तनहु कटेर अहिले गोर्खा आइसक्यौँ हाटी पोखरी। अब बनडाँडातिर जाँदैछौँ। हामी गोर्खाको बनडाँडामा आइसक्यौँ है। बनडाँडामा चाहिँ हाम्रो बाबाको बुढो मावली घर। अब त्यही हेर्न जाँदैछौँ। यहाँ धेरै माथि त छैन, चाहिँ यो हाइट ठिक्कको हाइटमा छ। हुँदैछ त्यहाँ रोस्ट हुन्छ भने यता साइडमा अहिले एकछिनमा बार्बिक्यू चिकन। कस्तो रमाइलो भएको छ। वाह वाह वाह। आउटडोर हामी पनि रमाइलो गर्न आएको यहाँ नेवारी भाउजूको होटलमा। सबैजना आइदिनु होला है। कति रमाइलो मिठो। नेवारी भाउजू पनि एकपल्ट देखाइदेउनुहोस्। केराको पातमा खाने नेवारी भाउजू यता हुन्छ। यहाँ बङ्गुर पनि पाइन्छ, लोकल बङ्गुर। अनि कालिज पाइन्छ। अनि खाना बस्नको पनि व्यवस्था छ। मर्स्याङदीको माछा खाने कि लोकल कुखुरा खाने हो कि कालिज खाने हो कि। आज चाहिँ हामी कालिजको रोस्ट खाँदैछौँ। ल
यसरी शुद्ध केराको पातमा हालेर यसरी केराको पात शुद्ध यस्तो केराको पातमा राख्ने रमाइलो गर्ने यसरी आगो बाल्ने खुसी खुसी साथले खान पाउँछ भने जस्तो जस्तो रोस्ट पुरै भोज हुँदैछ केराको पातमा ल यस्तो खाना खाने चाहिँ सधैँ भगवान्ले जुराओस् अनि रूप दिन पनि विश्वकर्माले जुराओस् सधैँ बन्दीपुरको नयाँ पुल कालिज फर्ममा चाहिँ आउने बाटो पनि जुराओस् ल हजुरहरूले चाहिँ स्वागत छ आउनुहोस् कालिज खाने हो कि लोकल माछा खाने हो कि बङ्गुर खाने हो कि खसी खाने हो कि बोका खाने हजुरको चाहना छ पाइन्छ फोन नम्बर 98 धन्यवाद सुनिल कुमार श्रेष्ठ 2082 साल कार्तिक महिना तिहार भाइटिकाको दिनमा बन्दीपुर तनहु लोहीपाखा कृष्ण कुमार श्रेष्ठ ससुराजीको घरमा तिहार मनाउँदैछौँ। अब तिहारको टीका कार्यक्रम सुरु हुँदैछ। जानु भने खुल्ला सम्झौतामा गुवाला जानु भएन दिदी हुनुहुन्न यहाँ यो टिका त पहिल्यै लगाइसक्नु भएको छ